भालेसाले काट्नु सुरु गर लिङ्गेको अचार टिकटक प्रेमी हो नातिनी बाजेको नाच्नु कम्पिटिसन चल्दैछ दुःखमा को चाहिँ फिर्किन्छ नि हेर्नु गाइस हाम्रो साइड बहिनी तपाईलाई त भालेले सारे आफै हाम्रो बाजे नपुरमा लागेपछि त यो खाऊ न हामीले हाम्रो घरमा जोड लगा के है से एक झरै अर्को साल आउँदाखेरि फेरि हेलो एभ्रिवान सेवा अनि नमस्ते सबैजनालाई स्वागत छ तपाईहरुलाई मेरो अर्को भिडियोमा नयाँ दिन नयाँ भिडियोसँग हजुरको माझमा उपस्थित भइसकेको छु अर्को भिडियो लिएर किनकि मेरो एउटा भिडियो युट्युबले डिलिट गरिदियो कि अहिले चाहिँ हामी हाम्रो माउलो बाटो वहाँ माथिबाट समीक्षाको माउलो जाँदैछौँ आज चाहिँ हामी पारी घर जाने त्यसै भोलि त भिडियो आउँछु ल गाइस समीक्षाको माउलो चाहिँ मेरो बुनुको माउलो चाहिँ हो अब हामी माउलो जाँदैछौँ कुकुरहरू के गर्नुहुँदैछ भन्नु यस्तो राम्रो देखिरहन्छ भिडियो गर्नु कि नगर्नु कसैले पनि हल्ल्याउँछ कसैले त इज्जतले पो बोक्छ त कसैले चाहिँ हाम्रो रक्सी छ अचार छ नमस्ते बाजे हुन्छ कोको नमस्ते मामा माइजू चाहिँ कति जानुभयो मामा मेला होला माइजू हाम्रोतिर त तिहारको फुल पनि फुलेको छैन यतातिर कति कति फुल्छ यो अझै फक्दैन कत्रो कत्रो हुन्छ वाउ तिमी माउला आएर के हो यस्तो भालेसाले काट्नु सुरु गर भाले त मरेछ अनि त्यो भाले यत्रो भाले मरेछ नि दाजुहरू ओ मिला हाम्रो घर चाहिँ उपारी छ अब त देखिँदैन जुम भन्छ हुँदैन है त अर्को साल आउँदाखेरि फेरि फोटो खिच्नुपर्छ र बाजेको डुल्नु त आउँदिनँ होला त्यही दसैँ तिहार चाडपर्वले जोड्छ नि त हामीलाई हामी 21 गतेदेखि लागेको स्कुल छुटिसक्यो भोलि त जानुपर्ने छ हो र नातिनी बस्दा हुँदैन र हामीले सम्झाउनु बिर्साउने हामीले के बाजे बिर्साले के हामीले बिर्साले सकिन्छ कहाँ गइसक्यो छुटिसक्यो अनि ल अब हामी जान्छौँ ल बाजेको बाई बाई हामीले माथिमा पनि पकाएर आएको छौँ खान्छौँ आउनुहुन्छ हामी त जान्छौँ पर्दैन आउनु कि जा मैले जाउँ डुल्दै डुल्दै हो हामी जाँदै गर्नु ल हुन्छ बस्नु त गएको बाजेको बस्नु अब अर्को साल नमरी बाजे दैवले साँचे अर्को साल भेटौँला हेलो गाइस म चाहिँ माउलो गरेर आएको अब चाहिँ माथि नानाको माउलो माथिको हिँडेको त्यसपछि हामी घर जान्छौँ अनि भोलि फेरि हामी रामपुर जान्छौँ अस्ति म उहाँ पर फोटो खिचेको उता हुँदैन त तिमी मास्तिर गएर टिकटक प्रेमी हो यसो गर नि के हाल्दैछ के हाल्दैछ भनेर हेर्छु त घोप्टिसक्यो अलिक यसरी ठाडो बनाऊ न फेरि यसरी समातेर म उसलाई पनि सिकाउँदैछु क्या म पनि सिक्दैछु प्लस मेरो मलाई पनि सिकाउँदैछ यो रातो भेस्ट मेरो फेभरेट हो मलाई पनि अब अलैँची मैले चुप
अलैँचीको मैले काम गर्दा गरेर अङ्कलले मलाई पैसा दिइसकेको थियो कि जाने बित्तिकै त्यति बेला फुटबल खेल्थेँ नि त जर्सी किनेको त्यही भएर मेरो फेभरेट हो क्या म पुरा अघि राख्न आँट्दै थिएँ गफ मार्दै थिएँ कसैले ल्याइदिनु फेरि आउँछ भने भन न हामीलाई त चाहिँदैन कसैले पर्दैन हात गर्नु एकदम हामीलाई चाहिँ सम्झाएको चाहिँ बुकी फुल्दा कति अवस्थामा गर्नु भन्दा म पनि नआउनु यतिमा पनि खानुपर्छ अब त मासुसँग खाने मासु खानु नपाएको भन्छु होला गाइज तर मासु होइन हामीले पकाएको तर मलाई माउलोहरू घर जस्तै लाग्छ किनकि हामी सानो सानोमा कोदो रोप्नु कति आउँथेँ अनि त्यस पछाडि मलाई कोकुले पैसा दिएर पठाउनुहुन्थ्यो पैसा पछि पनि म उता काठमाडौँतिर बस्दा नि कोकुले केमा लाएर पैसा पठाइदिनुहुन्थ्यो हेर आकाश के पो हेर आकाश उज्यालो छ देखिरहेछु चन्द्रमा के बोले भाइ अब के बोले के छ थाहा बोल देखिरहेछु बादल भन न खै गीत थियो क्या एउटा अब हामी बुढी माउले जाने बुढी माउलेदेखि काँक्रा पनि लानु भन्नु आसे आमै भन्नुभएको त धेरै फलेको छ अस्तिदेखि त्यहाँबाट जानु भन्नु हे आस कुमारी कसले समीक्षा राख्दैछ नाम फिल्ममा देखाउँछु र हेर तिम्रो लागि तारा टिप्छु त भनाइ मात्रै हो अर्को मुगुलान हेर जाँदैछु गएर कपालमा त्यो काट्नु तिमीले काट्यो भने चाहिँ काट्छु यहाँ भुकी फुल्सेमा त होइन यो त उके पो छ यही सुधाराउने फिलिङ्गेको अचार जोरैसँग दिकुले घाँस लिएर आउनुहुँदैछ ड्याङ्गो हामी चाहिँ के लुखो लुखो गरिहेरेको काम गर्छ दिकु एक निम्ठो घाँस लैजानुपर्छ एक अङ्गालो लैजानु ल नि म घाँस बोक्छु अब नाना चाहिँ घाँस बोक्नुहुन्छ एकदम बोक्छु त भनिहालेँ कस्तो राम्रो आएको हेरेर न डाँडा घाँस भएको नि कति फोटो खिच्यौँ सम्झे तिमी बोक त गर्नु चिलाउँदैन भने मात्रै बोक्छ चिलाउने त सक्दैन कि के हुन्छ के सक्छ होला त्यसो त घाँस बोक्यो यत्तिको अब हाम्रो फोटो सेसन चल्छ क्या है दाजु कको चिलाउनु सुर्तीमा गयो जबाना फोटो खिच्दिउँ त हाम्रो एउटा कुकुर नखिच्ने अरे हामी खिच्नुपर्छ नाच्नु नाच्नु बाजेको नि तिमी जस्तै न्यानो तिमी जस्तै शीतल उनको चिउरीको चिल्लो पात सिरानी लाउनु बहिनीको दाइने दिकुलाई यति माम हुन्छ दिकु त के अरे दुध पकाउँदै जानुहुने हो पर दिकुलाई मैले हिजो शिर काटिदिएको थिएँ शिर खाएर दिकुको शिर उच्च बनाउनुपर्छ
तिमी सम्झेको नि हाल्दो कोको छिटो आउँछ यहाँ सबै एकैचोटि खाने हुन्छ अरे तपाईँलाई म कुट्छु त लोकल भाइ सबसम्म यहाँ कोकु चाहिँ कहाँ जानुभयो कुकुको भाग म खाने अब हामी जाने कार्यक्रममा छौँ हाम्रो ए मलाई त पैसा त पर्दैन हाम्रो दुईजनाले चक्लेट खानु यहाँ हो तीनजनाले चारजना अबि सम्झना बिर्सा यसै गर्नु सम्झना बिर्सा आइरहनी उइ उइ भारी लाउने यहाँ हे फर्क भरिदेऊ न राई लाले गाउँ छोरो रे गाउँ छोरेर जाने हाम्रो नातिनीहरू दुईजना गाउँ छोरेर जाने भयो अब कहाँ जाने हुन् कोही काठमाडौँ जाने कोही रामपुर जाने अनि मन नानीको फिर्दैन यो मन ओ दुःख सुखमा अनि कोही दुःखमा को चाहिँ फिर्किन्छ नि होइन हो कोकुमा बिरामी भयो भयो यहाँ नातिनीहरूलाई भेट्न आउनुभएछ पानी तलैमा जाउँ किन जाउँदैले झोला बोकेर झोला बोकेर तिम्रो बिहोहरू हाल्यो मेरोमा उयोहरू हाल्यो एउटै कुरा नबिर्सिनु है बिर्सेको छैन त्यो अघि मैले भनेकोहरू सबै लाउनु भएको नि लाए सबै कपडाहरू फेरि मलाई अनि फेरि मलाई अनि यो टुकुने टच कहाँ थियो ल्याउनु टुकुने म अब तपाईँको ल अब जाने तपाईँ र मेरो त रातो रातो रहेछ रातो जाने नमरी बाचे त्यही भले साँचे भन्ने अब तिमीहरू पहिला गएन भने कहिले आउने हुन् म चाहिँ थाहा छैन कुखुरा चाहिँ नलैजाने कुखुरा चाहिँ नलैजाने कि त काँक्रा लादिनँ कुखुरा लादिनँ म त कुखुरा त पारी लगाएर काटेर पो खान्छु ढोका तुनिगयो कुखुरा नलगाउँ कि काँक्रा चाहिँ नलैजाने तिमीलाई काँक्रा लैजानु पर्यो आसी मै जत्रो छ हेर पिगरको डिप्स तर ठिकै छ लगिदिएको कुरा दिन सबै लिएर जान्छु भन्छ अहिले कुखुरा माउले जानु भन्छ बुढी माउले बुढी माउ कुखुराले पठाइदिरहेको यसरी कुखुरा घर जायो अब हामी जाने हिँड्ने बेलामा त जेस कस्तो कस्तो कपाल काटेको देखिँदैन के हो जस्तै माउलो हो यत्रोदेखि आउँथ्यो नि मलाई अप्ठ्यारो लाग्छ क्या जाने बेलामा चाहिँ हाम्रो भाले रेची भन्दा गाडी भाडा पुग्छ अनि खोको हात बेचिदिन्छु ड्राइभरले दियो है दुईजनाको भाडा भनेर बाटोमै मरौ हामीलाई ठ्याल्दिउँ है भनिदिन्छु ऊ मारेर है लाइट हाम्रो बोकेको म त ज्यान जाँदा चाँजो त बिर्सिदिनँ हजुर म्याडम हिजो हामीले रङ लगाएर सफा बनायौँ आज टेक्दै जान्छ सम्झाले भरङ्ग लगाएर हो क्या बादल जस्तै बाजेर कुकुरले भाले लगाइदिनु पर्छ भाले बिसम आयो आयो त्यसको झोला पनि बनाइदिने भिर्ने झोलामा
नानी भरे अहिले लगेर चारो खुवाउन यो झोकमा बाँधेर नि बाजे लाग्यो यहाँ झोलामा छ एकजना झुलाउने एकजना झुलाउने बसिराख यहाँदेखि नि हामी उठाइदिइहाल्छौँ भनेको दुईजना फेरि लुखो लुखो हिँड्ने त्यसो त अनि फेरि माथि उमा आउने अरे क्या सम्झिनु कहिले एउटा म बोक्छु मोबाइलको चार्जहरू बोक्यो के बोक्यो सबै बिर्सेला छोडी गएपछि फेरि अनि कहाँदै फिर्ता हुन्छ ल होइन अब के अरे के छोरी छैन है हामीले सबैले आफ्नो के कता कता ल अब जान्छु बस्नु बाजे सबैजना बस्नु ककुहरू कोही मामी मेरो फोन बनाइदियो नि बनाइदिएको छ ऊ त्यहाँदेखि ओह्रालो माउलो बाजेकोमा पुग्यो चिउली भेरदेखि बाई बाई हाम्रो घर चाहिँ तल छ राम्रो सिनाएको है दामी यहाँको बाजे नै साइड ब्याग बोका हो र होइन होला कस्तो राम्रो देखेको हाम्रो घर उहाँ छ अब हामी बुढीमा जाने हाम्रो चाहिँ भाले कराएको अवस्था किनकि भाले चाहिँ ठुलो भएकोले पेरेङ्गोमा नअटेर त्यसको पखेटा भाँचिने अवस्था त्यही भएर कराएको अवस्था साइड ब्याग भिडियो नाना भिडियो साइड ब्याग हेर्नु गाइस हाम्रो नानाको साइड ब्याग चाहिँ कराएकै छ राम्रो छ त्यसको अब के गर्नु कस्तो चकचक गरेको त चुपचाप बस्नु नि नचली बस भोलि गाडीमा पनि यसरी करायो भने लो नकराऊ कता पो उधो है पैसा उधो नि यति राम्रो कसको छोरो बाटो चाहिँ यस्तै छ हाम्रो बुढी माउलो जाने बाटो मेरो बाउको मामाला मेरो बाबाको मामाला मेरो बुढी मामाला माउलो गइरहेको ठाउँमा गइराख्नु मन लाग्छ नि हामी बुढी माउलो गइरहेको छौँ नि त म त कतिचोटि आइसक्यो भने बुढी माउलो त हो कतिचोटि 50 यो माउलो भनेको 3 चोटि भइसक्यो होइन बहिनी तपाईँलाई त भालेले सारे हाम्रो बुढी माउलो चाहिँ यही हो 20 मिनट लाग्दो रहेछ नि माथिदेखि यहाँ आउनु कि 10-15 छिटै अनि हाम्रो घर उपारि देखिँदैछ भालेलाई सुत होइन शमशेरसँग फेरि भाले पनि त मान्दो रहेछ त आनन्दले भाले फकाउने तरिका छ क्या मसँग गाडीमा यसरी नकराए बसी त हुन्छ कराएको पारो भन्छ है आमा कहिले आइसक्यो ए समीक्षाले फोन गर्दा लागेन यहाँ नलाग्दो रहेछ क्या नलागोस् ए भात खाएर आएको अहिलेसम्म हुन्छ हाम्रो म 21 गते अबै हाम्रो बाजे नमस्ते भाले कता हिँडाको ऊ माथिबाट ऊ रामपुर पठाइदिनु भएको
कता जानु ऊ रामपुर तलतिर कहिले जाने हो भोलि बाजे भोलि भाइले कति वर्ष दाजु बहिनी सबै दाजु बहिनी भाउजू पनि छ त उहाँ भाउजू भाउजू पनि छ त दाजु बहिनी मात्रै हाम्रो मामाले घर त मामाले कति ए मामा बनाएछ अहिले चाहिँ मामा भनेर अङ्कलले करेला टिप्ने कहाँ छ करेला सन्चे हुन्छ कुकु यति त होला नि हजुर बुढी माउले देखाउँछु न हाम्रो एकचोटि हाम्रो बुढी माउले सन्चे आसी कहाँ छ अरे करेला करेला अब तरकारी रामपुरमा त मतलब किनेर त पाउँछ अब खोइ टिपेर जाने अस्ति हामी माथि गएको थियौँ माथि हेर्नु त वारिपारी चिप्री खोला हान्छ चिप्री खोला वारिपारी आज ऊ त घरमा के छ हाम्रो आमा फेरि त्यहाँ जानुपर्ने त्यो टिप्नु सुरु अनि बाजेले नै टिप्नुहुन्छ हजुर ए आऊ सम्झ्या हाम्रो बुढी माउले त ओभर नाइस छ नि फेरि मेरो आमा हो कि बाजे हो त्यसको कसरी बनाउने त नअटेर हो कि कराइ छ आमा माइतमा के खाइछ दसैँ मागे खानु मासु अथा घोज्दो रहेछ कि क्या हो आसी टिप न ए आमा बोरा हामी जङ्गल पछि नै चोर्नु जानु सम्झ छ त छिपेको होइन उसिने खाइन्छ कलिलो होइन तरकारी हुन्छ हानेर ए बुढी माउलोमा रहेछ त दाजुको साली भाउजूकी बहिनी मन पर्यो मलाई लिएको छ ए दिन ए जाँदै सम्झ्या त मेरो झोलामा बाहिर बोतल मात्रै छ है फाल्टो रामपुरमा लागेपछि त यो चिज हामी एक धोक्रोले जाने एक धोक्रो हामी अब एक धोक्रो टिप्छौँ भने देखाउँछौँ न गाई चाहिँ हाम्रो बुढी माउलीको सुन्तला हो होइन बाँचिँदैन एकछिनमा बाँचिँदैन अरे पहिले खाने अरे एकछिनमा बाँचिँदैन अरे त्यहीँबाट ल्याउनु पर्ने नि त त्यही सिराम कि त्यति नै बुढी माउलोको कसैले पकाएर हामी हिँड्यौँ पैसा तै राख है हामी जान्छौँ अब बस्नु बाई बाई अब बाजे आफ्नो काममा गइसक्नु भयो बाजे त हाम्रो बुढी माउली बाई बाई अब अगुङ परागुङ आउँछौँ कहिले आउँछौँ लुकको बस नयाँ पारी आयौँ भने हामी पनि पारी भेट हुन्छ होला आउँदैनौँ होला त अब हामी बुढी माउलोबाट जाने हाम्रो घर चिया बिदा माग्दै हिँड्दा अलिक कस्तो लाग्दो रहेछ हिँड्न सम्झ्या लु यो घरको है हामी उठाइवरी बसाइ गएको रामपुर सानो थियौँ हामी बिहे खायो अरे आमालाई पो सुहायो त अब हामी जान्छौँ चिजको ब्लगमा चाहिँ तपाईँहरूले हाम्रो माउलोमा रङ लागेको हेर्न सक्नुहुन्छ भने आज चाहिँ हामीले हाम्रो घरमा रङ लाउँदैछौँ अहिले चाहिँ यस्तो छ होइन यस्तो छ एकछिन हामी रङ लगाएर पनि देखाउँछौँ ल रङ लाउनु चाहिँ हामीले सुरु गरिसक्यौँ लिपपोत कार्यक्रम पनि चल्दैछ यस्तो छ क्या हाम्रो घर यस्तो छ
जस्तै उडेने कहाँदेखि टिप्ने यहाँदेखि होइन अमिलो त्यो त लाँदा पनि पुगेन आमाको साग हाम्रो रामपुरमा छैन साग यही भनेको क्या यो उडाइसके पो मासुमा लाउने त्यस्तो मुन हिँड नि छिटो लु उता टिप्नुपर्छ यो के को बोटो लो यो हामी हुँदा थिएन कहिले यत्रोमै यत्रै हो फल्ने मार्छु अनि फर्सीको गट्टु पनि ल्याइजान्थ्यो त्यसमै त्यस्तो राम्रो होइन वा महेन्द्र सरको छोरी वा बिहान मैले त माउलो पनि टिपेँ घुस्ने ट्याङ्कीले हान्नुपर्छ नि भ्यू नै हेर्ने हो बस्ने हो घर त्यस्तै क्या मलाई पनि अब आमाले छोडेर जाने बेलामा कस्तो कस्तो लाग्दैछ यो चुचे पनि लैजाने जोड लगा के है से एक झारै झारो त आखिरी अब त्यही त होला नि तरकारी जोड लगा के है से कतिको भयो त नि त्यति यो तिमीले सुरुमै उ गरेको खै झारेको मगमग गनायो ए बास्ना आयो हेत्तेरिका हान्दाखेरि मलाई पनि फकै टाउकोमै हान्यो यति नै हाम्रो बारीभरि के पो चुप यो दाना अमिलो नै अमिल्छ यी कति फलेछ यति फलेछ नि सब अङ्कलले कृषिबाट त दिन्छ नि हो त्यस्तो बाटो सब नि पारितिर हो सेलाइसक्यो लै हो महेन्द्र सरको छोरी तँ भनेको त्यही होइन त बच्चा बच्चीहरू नहुनु वाउ वाह घरको माया लाएर पो परदेशीको हजुर तिमीलाई के थाहा म एक दुई गीत गाउँछु नाच्छु घरमा म डान्स देखाउँछु एकछिन नि ओइको घरको चाहिँ हामीले चाहिँ घर जानुको लागि के बनाइसक्यो देख्नु सक्नुहुन्छ म चाहिँ अमिलो लभर हो त्यही भएर यो साग बान्नुपर्छ छानेर लानुपर्छ क्या त कुहियो गर्दा अहिले आसी सबैले जाने काँक्रा पनि नचाउने पऱ्यो काँक्रा यो साग उतै त्यसो त्यही हालेर गम्बा होइन पहिले काँक्रा कति छ बनाउनु तर पारिदिनु एउटा दुईटा गन्दैछ हो तिनटा हाम्रो यो तरकारी घरले जाने तरकारी बाबु तल पनि छ भने अनि आज चाहिँ भिडियो इन्डिङ गर्नु पर्यो कि सधैँ मैले भिडियोको इन्डिङ गरेको छैन होइन त्यस्तै छ हाम्रो भिडियो चाहिँ अनि हाम्रो माउली भ्लग हजुरहरूलाई कस्तो लाग्यो कृपया अन्तिमसम्म हेर्नुभएको छ भने कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला अनि यति भन्दै आज चाहिँ मेरो भिडियो यहीँ सकिन्छ अनि अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद कृपया लाइक कमेन्ट शेयर एन्ड सब्सक्राइब चाहिँ गरिदिनु होला